नमस्ते। नेपाली घरको लागि बेस्ट फ्लोरिङ टाइल कुन हो? प्राइस कति पर्छ? आज म तपाईलाई 4वटा पपुलर फ्लोरिङ टाइल ब्रिफली एक्सप्लेन गर्छु। पहिलो नम्बरमा छ सिरामिक टाइल। यो सबभन्दा बजेट फ्रेन्डली टाइल हो। यसको प्राइसको कुरा गर्दाखेरि 50 देखि 150 पर स्क्वायर फिट सम्म पर्छ। बाथरुम, किचन र बजेट घरको लागि यो राम्रो अप्सन हो। दोस्रो नम्बरमा छ भिक्टिफाइड टाइल। यो अहिले नेपालमा सबभन्दा धेरै युज हुने फ्लोरिङ टाइल हो। प्राइसको कुरा गर्दा 150 देखि 400 पर स्क्वायर फिट सम्म हुन्छ। लिभिङ रुम र बेडरुमको लागि यो स्ट्रङ र ड्युरेबल अप्सन हो। तेस्रो नम्बरमा छ प्रोसिलिङ टाइल। यो भिक्टिफाइड भन्दा अलि स्ट्रङ र वाटर रेसिस्टेन्ट हुन्छ। प्राइसको कुरा गर्दा 150 देखि 300 पर स्क्वायर फिट सम्म पर्छ। मोडर्न र प्रिमियम होममा यो टाइल धेरै युज हुन्छ। चौथो नम्बरमा छ मार्बल या ग्रेनाइट। यो लग्जरी अप्सन हो। प्राइस 400 देखि 1500 पर स्क्वायर फिट सम्म पर्छ। प्रिमियम र लग्जरी इन्टेरियरको लागि बेस्ट चोइस हो। सो बजेट घरको लागि सिरामिक, मोडर्न घरको लागि भिक्टिफाइड र प्रिमियम लुकको लागि प्रोसिलिङ या मार्बल। तपाईलाई घरको इन्टेरियर डिजाइन, फ्लोरिङ सेलेक्सन या मोडुलर किचन डिजाइनको हेल्प चाहिन्छ भने कन्ट्याक्ट नेपाल इन्टेरियर डिजाइन। लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।